जाडोको मौसम घाम ताप्दै साथीभाइ वा परिवारसँग बसेर बदाम खानुको मजा नै बेग्लै हुन्छ हैन र? यो त हामी सबैको लागि एकदमै सामान्य मनपर्ने खाजा हो। तर के यो केवल समय बिताउने एउटा माध्यम मात्र हो वा यो सानो दानामा हामीले सोचेभन्दा धेरै कुरा लुकेको छ? आज हामी यही प्रश्नको उत्तर खोज्दैछौँ। हामीलाई गङ्गा दत्त आचार्यको एउटा लेख प्राप्त भएको छ, बदाम पोषणको पावर हाउस, फाइदा र सावधानी। र यो लेखले यही सामान्य देखिने बदामलाई एउटा सुपरफुडको दावेदारको रूपमा प्रस्तुत गर्छ। आजको हाम्रो छलफलको मिसन यही हो। के बदाम जाडोको सामान्य खाजा मात्र हो कि यो साँच्चै एउटा लुकेको पोषणको खजाना हो? ल, यसको गहिराईमा पसौँ त। यो प्रश्न आफैमा रोचक छ र यसको उत्तर लेखको सुरुवातमै लुकेको एउटा अनौठो तथ्यबाट सुरु हुन्छ। हामी सबै बदामलाई नट भन्छौँ हैन? तर वनस्पति विज्ञानको दृष्टिकोणले हेर्ने हो भने यो नट परिवारको सदस्य नै होइन। यो त गेडागुडी अर्थात् दलहन परिवारको सदस्य हो, सिमी र केराउ जस्तै। एकछिन, के भन्नुभयो? बदाम होइन, गेडागुडी हो? यो त सुरुवातमै ठुलो झट्का भयो। हामीले त यसलाई सधैँ काजु ओखर जस्तै सोचेका थियौँ। त्यसो भए यसको पोषणको प्रोफाइल पनि नटभन्दा गेडागुडीसँग मिल्दोजुल्दो हुन्छ त? हो, केही हदसम्म। यसमा गेडागुडी जस्तै उच्च प्रोटिन हुन्छ, तर फेरि यसमा चिल्लो पदार्थको मात्रा चाहिँ नट जस्तै बढी हुन्छ। सायद यही दुवैको गुण मिसिएको हुनाले नै यो यति विशेष छ। लेखले यसको पोषणको प्रोफाइललाई पावर हाउस भनेको छ र त्यो कुनै अतिशयोक्ति होइन जस्तो लाग्छ मलाई। ल, त्यसो भए यो पावर हाउसभित्र के छ त्यसलाई अलि विस्तारमा हेरौँ। लेखमा त भिटामिन र खनिज पदार्थको लामै सूची छ। कहिलेकाहीँ यस्ता सूचीहरू कुनै औषधिको पछाडि लेखिएको जस्तो लाग्छ। यसलाई अलि सजिलोसँग कसरी बुझ्न सकिन्छ होला? एकदम सही प्रश्न। सूची मात्र हेर्दा त अल्छी लाग्न सक्छ। यसलाई यसरी बुझौँ न हैन? बदामभित्र विभिन्न काम गर्ने टोलीहरू छन् जस्तो मानौँ। टोली? हो, जस्तै पहिलो हो ऊर्जा टोली। यसमा बी कम्प्लेक्स भिटामिनहरू पर्छन्, B1, B3, B6। यिनीहरूको मुख्य काम हामीले खाएको खानालाई शक्तिमा बदल्नु हो, जसले हाम्रो स्नायु प्रणाली र मस्तिष्कलाई दिनभर चलायमान राख्छ। ऊर्जा टोली? यो राम्रो तरिका हो सम्झिनलाई। अनि अरू कुन कुन टोली छन् त? त्यसपछि आउँछ निर्माण टोली। यसमा म्याग्नेशियम, फस्फरस र प्रोटिन जस्ता तत्त्वहरू पर्छन्। यिनीहरूले हाम्रो शरीरको हड्डी, दाँत र मांसपेशीहरू बनाउने र मर्मत गर्ने काम गर्छन्। 100 ग्राम बदाममा लगभग 25 देखि 30 ग्राम प्रोटिन हुन्छ, जुन शाकाहारीहरूका लागि त सुनमा सुगन्ध जस्तै हो। अनि अर्को छ सुरक्षा टोली। सुरक्षा टोली? त्यो भनेको? यसमा भिटामिन ई, जिङ्क र अन्य एन्टिअक्सिडेन्टहरू पर्छन्। यिनीहरूले हाम्रो शरीरका कोशिकाहरूलाई बाहिरी आक्रमण र क्षतिबाट बचाउने काम गर्छन्। भन्दा महत्त्वपूर्ण, कोर इन्धन, जसमा स्वस्थ चिल्लो पदार्थ र फाइबर पर्छन्। यी चिल्लो पदार्थहरू शरीरका लागि हानिकारक होइनन्, बरु अत्यावश्यक छन्। वाह! ऊर्जा, निर्माण, सुरक्षा र इन्धन एउटै सानो दानामा यति धेरै व्यवस्थित प्रणाली रहेछ। यी सबै पोषक तत्त्वहरूले मिलेर काम गर्दा हाम्रो शरीरमा कस्तो प्रभाव पर्छ त? लेखले सबैभन्दा पहिले मुटु स्वास्थ्यको कुरा गरेको छ। के यो स्वस्थ चिल्लो पदार्थले गर्दा मात्रै हो? हो, तर त्यो मात्रै कारण होइन। यहाँ पनि एउटा टिमवर्क नै देखिन्छ। बदाममा भएको स्वस्थ चिल्लो पदार्थले रगतमा भएको खराब कोलेस्ट्रल LDL लाई घटाउँछ र राम्रो कोलेस्ट्रल HDL लाई बढाउँछ। LDL लाई घटाएर? हो, यो त एउटा पक्ष भयो। सँगसँगै यसमा भएको म्याग्नेशियमले रक्त नलीहरूलाई आराम दिन्छ, जसले गर्दा उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ। अनि भिटामिन ईले धमनीहरूलाई कडा हुनबाट जोगाउँछ। मतलब बदामले मुटुलाई तीनतिरबाट सुरक्षा दिइरहेको छ। यो त निकै रोचक लाग्यो मलाई। एउटै कुराले होइन, धेरै कुरा मिलेर प्रभाव पारिरहेको छ। मस्तिष्क स्वास्थ्यको कुरा गर्दा पनि यस्तै हो। लेखमा नियासिन र भिटामिन B6 ले स्मरण शक्ति बढाउँछ भनिएको छ। के यो कफी पिए जस्तो तत्कालै असर गर्ने हो कि यसको प्रभाव दीर्घकालीन हुन्छ? यो एकदमै राम्रो प्रश्न हो। यो कफी जस्तो तत्कालको किक होइन। बदाममा भएका पोषक तत्त्वहरूले मस्तिष्कको स्वास्थ्यलाई
दीर्घकालीन रूपमा बलियो बनाउँछन्। नियासिन र भिटामिन B6 जस्ता तत्त्वहरूले न्युरोट्रान्समिटर हाम्रो मस्तिष्कका कोशिकाहरूबीच सन्देश आदान प्रदान गर्ने माध्यम त्यो बनाउन मद्दत गर्छन्। जब यो प्रणाली स्वस्थ हुन्छ, हाम्रो ध्यान केन्द्रित गर्ने क्षमता र स्मरण शक्ति प्राकृतिक रूपमै सुधारिन्छ। लेखले त यसले भविष्यमा अल्जाइमर जस्ता रोगको जोखिम कम गर्न पनि मद्दत गर्न सक्ने संकेत गरेको छ। त्यसो भए यो हाम्रो दिमागको लागि नियमित मर्मत सम्भार जस्तै भयो। मलाई लेखमा अर्को एउटा कुराले अचम्ममा पारेको थियो, छाला र कपालको स्वास्थ्य। सामान्यतया हामी बदामलाई यो कुरासँग जोड्दैनौँ। यसको पछाडिको विज्ञान के हो? यो धेरैलाई थाहा नहुन सक्छ। यसको श्रेय फेरि त्यही सुरक्षा टोलीलाई जान्छ। भिटामिन ई एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले छालालाई सूर्यको किरण र प्रदूषणबाट हुने क्षतिबाट बचाउँछ। हो र? हो, जसले गर्दा छाला चम्किलो र स्वास्थ्य देखिन्छ। अनि जिङ्कले कपालको जरालाई बलियो बनाउन र नयाँ कोशिका निर्माणमा मद्दत गर्छ। त्यसैले बदाम खानु एक किसिमले भित्रैबाट सुन्दरता बढाउनु जस्तै हो। ठिक छ, तर यहाँ एउटा विरोधाभास जस्तो देखिन्छ। लेखले बदाम तौल नियन्त्रणमा सहयोगी हुन्छ भन्छ, तर हामी सबैलाई थाहा छ बदाममा क्यालोरी र चिल्लो पदार्थ प्रशस्त हुन्छ। यो कुरा अलि पचेन। के लेखकले यो विरोधाभासलाई सम्बोधन गरेका छन्? क्यालोरी धेरै हुन्छ, तर यसको फाइदा दुईवटा कुरामा लुकेको छ। पहिलो, यसको उच्च तृप्तिको गुण। उच्च तृप्ति, हाई सटाइटी। बदाममा प्रोटिन र फाइबर दुवै प्रशस्त हुने भएकाले थोरै खाँदा पनि पेट भरिएको महसुस हुन्छ। यसले गर्दा हामीलाई जङ्क फुड वा अन्य अस्वास्थ्यकर खानेकुरा खाने इच्छा कम हुन्छ। दोस्रो, यसको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ। ग्लाइसेमिक इन्डेक्स, यो शब्द अलि प्राविधिक भयो। यसलाई सरल भाषामा भनिदिनुस् न। यसको मतलब हो बदाम खाएपछि हाम्रो रगतमा चिनीको मात्रा वात्तै बढ्दैन। बिस्तारै र स्थिर रूपमा बढ्छ। चिनीको मात्रा एक्कासी बढ्दा शरीरले त्यसलाई बोसोको रूपमा जम्मा गर्न थाल्छ र हामीलाई छिट्टै भोक पनि लाग्छ। बदामले यो प्रक्रियालाई रोक्छ। त्यसरी पो। त्यसैले सही मात्रामा खाँदा यो तौल नियन्त्रण र मधुमेहका बिरामीहरूका लागि समेत फाइदाजनक हुन्छ। तर यहाँ सही मात्रामा भन्ने शब्द सबैभन्दा महत्त्वपूर्ण छ। यहीबाट हामी छलफलको अर्को महत्त्वपूर्ण खण्डमा प्रवेश गर्छौं, सावधानी। फाइदाहरू त अनगिन्ती रहेछन्, तर के बदाम खानु सधैँ र सबैका लागि सुरक्षित छ? लेखले सबैभन्दा पहिले एलर्जीको कुरा उठाएको छ। हो, र यसलाई हल्का रूपमा लिनु हुँदैन। बदामको एलर्जी विश्वभरि नै सबैभन्दा सामान्य र कहिलेकाहीँ सबैभन्दा खतरनाक खाद्य एलर्जीमध्ये एक हो। कसैलाई सामान्य रूपमा छालामा बिमिरा आउने वा चिलाउने हुन सक्छ, तर कसैलाई एनाफाइलेक्टिक शक हुन सक्छ। एनाफाइलेक्टिक शक हो, जसमा सास फेर्न गाह्रो हुने, रक्तचाप एक्कासी घट्ने र तुरन्तै उपचार नपाएमा ज्यान पनि जान सक्छ। त्यसैले जसलाई बदामको एलर्जी छ, उहाँहरूले यसबाट पूर्ण रूपमा बच्नुपर्छ। यो त गम्भीर कुरा भयो। तर एलर्जी नहुनेहरूका लागि नै हामीले कस्तो बदाम खाइरहेका छौं भन्ने कुराले पनि फरक पर्छ। बजारमा त काँचो, भुटेको, नुनिलो, मसलेदार अनेक थरीका बदाम पाइन्छन्। एकदमै फरक पार्छ। लेखले यहाँ अफ्लाटक्सिन नामक एउटा लुकेको खतराको बारेमा सचेत गराएको छ। अफ्लाटक्सिन हो, यो एक प्रकारको ढुसी हो जुन राम्रोसँग भण्डारण नगरिएको वा ओसिलो बदाममा उम्रिन सक्छ। यो विषाक्त तत्त्वले हाम्रो कलेजोलाई गम्भीर असर पुर्याउन सक्छ। साँच्चै अबदेखि त बदाम किन्दा र राख्दा ध्यान दिनुपर्ने भयो। ताजा र सफा छ कि छैन भनेर हेर्नु पर्यो। अनि हामीले अक्सर खाने नुनिलो भुटेको बदामको बारेमा लेखले के भन्छ? त्यो त स्वादिलो हुन्छ। स्वादिलो त हुन्छ हैन, तर त्यसले बदामको फाइदालाई घटाउन सक्छ। अत्याधिक नुनले उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ, जसले फेरि मुटुलाई नै हानि पुर्याउँछ। तस्तै बजारमा पाइने तेलमा तारेको वा चिनीमा डुबाएको बदामले यसको स्वास्थ्य गुणलाई नष्ट गरिदिन्छ। लेख अनुसार सबैभन्दा उत्तम तरिका भनेको काँचो वा हल्का सुक्खा भुटेको नुन नहालेको बदाम खानु हो। त्यसो भए मात्राको कुरामा फेरि फर्कौं। लेखले दैनिक कति खानु उपयुक्त हुन्छ भनेर केही सुझाएको छ? लेखले एक दिनमा लगभग 30-40 ग्राम अर्थात् आफ्नो एक मुठी जति खानु आदर्श मानेको छ। एक मुठी?
यति मात्राले शरीरलाई आवश्यक पोषक तत्त्व पनि दिन्छ र अतिरिक्त क्यालोरीको जोखिम पनि कम गर्छ। बालबालिकालाई दिँदा रातभरि पानीमा भिजाएर बोक्रा फालेर पिसेर दिँदा पचाउन सजिलो हुन्छ भनेर पनि उल्लेख छ। त्यसो भए आजको यो गहिरो छलफलपछि हामी हाम्रो सुरुको प्रश्नमा फर्कौं। के बदाम जाडोको सामान्य खाजा मात्र हो कि यो साँच्चै एउटा लुकेको सुपरफुड हो? यसको सार के हो त? मेरो विचारमा यसको उत्तर दुवैको बीचमा छ। यो सामान्य खाजा हो, तर यसभित्र सुपरफुड बन्ने असाधारण क्षमता लुकेको छ। यसले मुटु, मस्तिष्क, छाला, हड्डीदेखि हाम्रो समग्र स्वास्थ्यलाई नै फाइदा पुर्याउँछ। तर यसको सुपर शक्तिलाई बाहिर निकाल्न हामीले यसलाई सही तरिकाले, सही मात्रामा र सही गुणस्तरको छनौट गरेर खानु जरुरी छ। मतलब बदाम आफैमा सुपर छ, तर हाम्रो खाने बानीले त्यसलाई सामान्य बनाइदिन सक्छ। ठ्याक्कै। यदि हामीले नुनिलो, मसलेदार वा धेरै मात्रामा खायौँ भने यसको फाइदाभन्दा बढी बेफाइदा हुन सक्छ। त्यसैले यो एक शक्तिशाली औजार जस्तै हो जसको सही प्रयोग गर्न जान्नुपर्छ। आजको छलफलले बदामलाई हेर्ने मेरो दृष्टिकोणै परिवर्तन गरिदियो। हामीले सुरुमा कुरा गर्यौं कि बदाम वनस्पति विज्ञान अनुसार दलहन हो, तर हामी यसलाई नट जस्तै व्यवहार गर्छौं। यसले मलाई एउटा अन्तिम प्रश्न सोच्न बाध्य बनायो। हाम्रो भान्सामा यस्ता अरू कति खानेकुरा होलान् जसको वैज्ञानिक र व्यावहारिक परिचय फरक छ, र त्यो भिन्नताले गर्दा हामीले ती खानेकुराको वास्तविक पोषण मूल्य वा सम्भावित फाइदाहरूलाई कतै नजरअन्दाज त गरिरहेका छैनौं?